नमस्कार साथीहरु, स्वागत छ तपाईलाई आजको एउटा नयाँ भिडियोमा। आजको भिडियोमा बोट नोइज क्यान्सलेसन 170 इयरडब्स को अनबक्सिङ र रिभ्यू भिडियो लिएर आएको छु। सो कस्तो छ त यो बोटको नोइज क्यान्सलेसन इयरडब्स 170? यसको सबै जानकारी म तपाईलाई यो भिडियोमा दिने छु। सो भिडियोमा अब अगाडि बढौं। फर्स्टमा यस्तो खालको यहाँनेर एउटा बक्स हुन्छ, यसलाई ओपन गरौँ। यसलाई ओपन गरिसक्दाखेरि यहाँ माथिबाट हामीले एउटा इयरडब्स देखिन्छ। यहाँ एउटा प्लास्टिकले र्याप गरिएको थियो, त्यो प्लास्टिक चाहिँ मैले फालिदिए। यसको केस चाहिँ प्लास्टिकले बनेको छ र भित्रपट्टि इयरडब्सहरु पनि मजाले फिटिङ भएर बसिरहेको छ। यसलाई तपाईले यदि झार्न खोज्नु भयो भने पनि झर्दैन, किनभने भित्रबाट म्याग्नेट हुन्छ र यसको कभर पनि म्याग्नेटले लाग्छ। सो यदि तपाईले यसलाई मुठीमा पकड्नु भयो भने पनि तपाईको मुठीमा आरामसँगले आउँछ। र अर्को साइडमा यहाँनिर एउटा बक्स राखेको छ, यसलाई ओपन गरौँ। यसलाई ओपन गर्दाखेरि चाहिँ यहाँनिर एउटा केबल दिएको छ सी टाइपको। यसले चाहिँ केसलाई चार्ज गरिन्छ। यसभित्र सानो सानो डब्सहरु पनि दिएको छ, जुनले गर्दा यदि तपाईको ड्यामेज भयो, च्यात्ती हरायो भने यसलाई चेन्ज गर्न सक्नुहुन्छ। र यसको तलपट्टि हेर्दाखेरि चाहिँ यहाँनिर म्यानुअलहरु दिएको छ, गाइडहरु दिएको छ, कसरी चलाउने, के गर्ने, सेन्सरहरु कसरी काम गर्छ, सबै थोक यहाँनिर तपाईलाई म्यानुअलमा लेखिदिएको हुन्छ। तपाईले त्यो हेरेर मजाले चलाउन सक्नुहुन्छ। म सेन्सर चलाउन अलिअलि तपाईलाई यो भिडियोमा सिकाइदिन्छु। सो त्यसको तलपट्टि स्टिकरहरु पनि हुन्छ। बोटको नोइज क्यान्सलेसन इयरडब्स 170 चाहिँ एन्ड्रोइड र एप्पल दुईटैको लागि हो। यसमा तपाईले बोटको सिग्नेचर साउन्ड पाउनुहुन्छ। यसको साउन्ड र बेसको कुरा गर्दाखेरि चाहिँ एकदमै राम्रो छ। यसको ब्याट्रीको कुरा गर्दाखेरि चाहिँ तपाईले यहाँनिर 50 आवरको ब्याट्री ब्याकअप पाउनुहुनेछ यसको केसमा। र यदि तपाईले 10 मिनेट चार्ज गर्नु भने नियरली तपाईले 3 आवर प्ले टाइम पाउनुहुनेछ। चार्जको कुरा गर्दाखेरि चाहिँ यसले सी टाइपको केबललाई सपोर्ट गर्छ र यसले फास्ट चार्जिङलाई पनि सपोर्ट गर्छ। साउन्डको लागि चाहिँ यसमा 13mm को डाइनामिक ड्राइभर पाइन्छ भने लेटेस्ट ब्लुटुथ भर्जन 5.3 पनि यसमै पाइन्छ। यसमा चाहिँ बिस्ट मोड पनि छ, यानी कि गेमिङ मोड, जसमा चाहिँ 50 ms को लो लेटेन्सी पाइन्छ। 100 ms भन्दा थोरैको लेटेन्सी चाहिँ एकदमै राम्रो मानिन्छ। यसमा चाहिँ तपाईले क्वाड माइक पाउनुहुन्छ, यानी कि 4टा माइक पाउनुहुन्छ, जुन चाहिँ विथ ENX टेक्नोलोजी, जुनले गर्दा तपाईले बोलेको साउन्ड चाहिँ क्लियर सुनिन्छ। यसलाई चाहिँ IPX4 रेटिङ गरिएको छ फर स्प्ल्याश एन्ड स्वेट रेसिस्टेन्स। स्प्ल्याश भनेको पानीको छिटाहरू। यसको मतलब कि तपाईहरुले यसलाई लाइट रेनमा युज गर्न सक्नुहुन्छ, तर हेभी रेनमा भने तपाईले यसलाई युज गर्न सक्नुहुन्न। यसमा चाहिँ IWP टेक्नोलोजी युज गरेको छ, जुन चाहिँ इन्स्टा वेक एन्ड पेयर टेक्नोलोजी, जसले गर्दा तपाईको इयरबड्स छिटै कनेक्टेड हुन्छ। यदि तपाईले यो इयरडब्सको कभर मात्रै ओपन गर्नुभयो भने पेयर डिभाइससँग यो आफै कनेक्टेड हुन्छ। यसको सेन्सरहरुको कुरा गर्दाखेरि चाहिँ यदि तपाईले कुनै पनि इयरबडमा सिंगल ट्याप गर्नुभयो भने म्युजिक प्ले या पज हुन्छ। राइट इयरबडमा दुईपल्ट ट्याप गर्नुभयो भने म्युजिक फरवर्ड हुन्छ। लेफ्ट इयरबडमा दुईपल्ट ट्याप गर्नुभयो भने म्युजिक ब्याकवर्ड हुन्छ। लेफ्ट इयरबडलाई लङ प्रेस गर्नुभयो भने भोइस एसिस्टेन्ट खुल्छ। र यदि राइट इयरबडलाई 2 सेकेन्ड प्रेस गर्नुभयो भने बिस्ट मोडमा एन्टर गर्नुहुन्छ। र बिस्ट मोडबाट एडजस्ट गर्नलाई पनि राइट इयरबडमा 2 सेकेन्ड प्रेस गर्नु होला। तपाईले यसलाई रिसेट पनि गर्न सक्नुहुन्छ। रिसेट गर्नको लागि चाहिँ दुईटै बड्सलाई निकालेर 5 सेकेन्डको लागि दुईटै बड्सलाई सेन्सरमा क्लिक गर्नु होला र त्यसपछि जस्ताको तस्तै फेरि बक्समा हालेर 5 सेकेन्ड छोड्दिनु होला। त्यसपछि तपाईको इयरबड सक्सेसफुली रिसेट हुन्छ र तपाईले फेरि फ्रेश युज गर्न पाउनुहुन्छ। तपाईले कसैको फोन आउँदैछ र उठाउनु पर्यो भने सिंगल ट्यापमा कल पिक हुन्छ। फोन बोल्दा बोल्दैको काट्नु पर्यो भने डबल ट्याप गर्नु भने फोन कट हुन्छ। र यदि आउँदै गरेको फोनलाई काट्नु पर्यो भने डबल ट्याप गर्नुभयो भने फोन कट हुन्छ। र अब रेटिङको कुरा गर्दाखेरि चाहिँ यसको साउन्ड र बेसलाई म दिन्छु 9.5 आउट अफ 10। यसको कल क्वालिटीलाई म दिन्छु 8 आउट अफ 10। यसको बिस्ट मोड यानी कि गेमिङ मोडलाई म दिन्छु 8 आउट अफ 10। धन्यवाद साथीहरु, भिडियोलाई अन्त्यसम्म हेरिदिनु भएकोमा। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने अरु पनि यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब गरेर साइडमा भएको नोटिफिकेसन बेल प्रेस गरेर अल नोटिफिकेसन अन गर्न नबिर्सनु होला। अल नोटिफिकेसन अन गर्नुभयो भने हाम्रो भिडियोको नोटिफिकेसन सबैभन्दा सुरुमा तपाईहरुसँग आउनेछ। भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला, भिडियोमा कमेन्ट गरिदिनु होला र भिडियोलाई धेरैभन्दा धेरै शेयर पनि गरिदिनु होला।